कहाँ यताको खोइ कसको घरमा हो त्यो विश्वकै सबभन्दा सानो मान्छे आएको छ भन्ने सुनेको छु। म चाहिँ कुदेँ अब कुदेँ। हेलो गाइज, यी हुन् सन्तोष मण्डल, नेपाल अधिराज्यका सबभन्दा साना व्यक्ति त्यो राजविराज सप्तरी निवासी हुन्। विश्वको सबभन्दा सानो मान्छे आएको भन्ने सुनेको छु। कता हो? यतै हो, यतै। धेरै सानो हुनुहुन्छ? कत्रो हो? धेरै सानो हुनुहुन्छ। हेर्न जाउँ त। ए ल जाउँ। हेलो बस। हेलो हजुर दाइ। हेलो। अनि के हो, के नाम हो तपाईँको? ए सन्तोष कुमार मण्डल। सन्तोष कुमार मण्डल। मेरो दीपक कार्की है। ए मेरो घर चाहिँ यही हो, सुरुङ्गा नगरपालिका। तपाईँको घर चाहिँ राजविराज कुन ठाउँ? राजविराज पुलचोकमा। पुलचोकमा। अनि तपाईँ त विश्वको सबभन्दा सानो मान्छे भन्ने सुनेको छु। हो? सानो छ हो। अब हामी भलाकुसारी गरौँ न त। अनि यहाँ के कामले आउनु भएको थियो? कता घुम्ने आउनु भएको थियो? हामीहरू सुटिङ गर्छौँ नि त। हो र? युट्युबमा कमेडीको म्याथली कमेडी। त म पनि हँसाउँछु त अलिअलि। ठिक छ त। हजुर पनि बस्नु नि, यही हामीहरू सँगै मिलेर गर्ने। हुन्छ नि त। हाम्रो रामलालजीसँग होइन? रामलालजीसँग। हामी त कति फिट छौँ हामी? 2.7 भनेपछि एक फिट होइन? 1 फिट 2 फिट 2.5 भनेपछि मेरो यतिको। ठिक छ नि त दा? एकदम ठिक। मेरो हात एकदम ठिक छ। भनेपछि तपाईँले पुरस्कारहरू पाउनु भएको छ छैन? कति के को पुरस्कार दाइ? सानो मान्छे भएको कारणले होइन, आजसम्म केही पाएको छैन। भनेपछि कुनै ठाउँमा जानु भएको छैन? यस्तोमा बोलाएको पनि छैन तपाईँलाई? गछु, तर त्यहाँ मेरो काम भएन। भनेछ कि हजुरको हाइट अझै बढी भइसक्यो। अब बढी छ, समथिङ 2 फिट जति त्योमा माग्छ। ए 2 फिट मात्रै माग्छ? त्यो भनेछ। ल रमाइलो लाग्यो, खुसी लाग्यो, आज भेट भयो होइन? अनि अब फेरि भेट हुँदाखेरि हामी घुम्न जानुपर्छ, उता पहाडतिर जानुपर्छ। हुन्छ, जान्छु नि त। अनि बिहे गर्नुभयो तपाईँले? होइन, झुटो बोल्नु, लभ गर्नु भएको छ? होइन, केही छैन। म अहिले गर्दा विचार छैन के। अहिले कति वर्ष हुनुभयो? अहिले कति वर्ष? 21 चलिरहेको छ। 21। अब त बिहा गर्ने उमेर भएन र? छ, तर अझै 2-3 साल पछि गर्छु। हो। केटी म खोजिदिनु कि? खोजिदिनु न भन्नु। हो। तपाईँ मण्डल होइन? मण्डल पहाडे केटी बिहा गर्ने? गरिहाल्छ नि। गर्छु नि त। के गर्ने? गरिहाल्छु। हजुरको जो इच्छा जे गराउनुहोस्। भनेपछि पहाडे केटी राम्रो हुन्छ क्या? राम्री हुन्छ होइन? तर अलिकति छुच्चो चाहिँ हुन्छ, किचकिच गर्छ होइन? किचकिच गर्छ पहाडे केटी। अनि मलाई मन पराउँदैन किचकिच गरेको मान्छे कसरी राम्रो त? होइन, धेरै खुसी लाग्यो उहाँसँग। सानो केटी अति बेटा है तारिका यो हो बडा बड्का केटी गर्दै